हेलो गाइजहरू, यो चाहिँ हामी आज गौडी घुम्न आएको छौँ। यो चाहिँ पृथ्वीनारायण शाहको ससुरालीले यो गौडी मन्दिर हो साथीहरू। हजुरहरूलाई यो यस्तो रहेछ गौडीहरू। आज हामी यसरी घुम्न आएको थियौँ अनि यहाँ यसो हेर्दाखेरि साथीहरू पृथ्वीनारायणको एउटा शालिग पनि बनाएको छ, झन्डा पनि रहेछ। साथीहरू घुम्ने मान्छेहरू टनाटन हुने रहेछ। अनि हजुरहरूलाई चाहिँ यो मन्दिर, यो पृथ्वीनारायण शाहको यो ससुराली घर अनि यो गढी हजुरहरूलाई कस्तो लाग्छ लाइक कमेन्ट र सब्सक्राइब गर्न चाहिँ नभुलिदिनु होला है साथीहरू। हजुरहरूले सबैले मन पराइदिनु होला। राम्रो ठाउँ रहेछ, हजुरहरू पनि घुम्न आइदिनु होला। आनन्दको वातावरण, गर्मी भयो भने त्यति धेरै गर्मी छैन, एकदम राम्रो ठाउँ रहेछ। अब हामी पनि आएको थिएन, आज पहिलोचोटि आएको हो। हजुरहरूलाई कस्तो लाग्छ हजुरहरूले लाइक कमेन्ट र सब्सक्राइब है साथीहरू हुनुहुन्छ भने चाहिँ सब्सक्राइब गर्न चाहिँ नभुलिदिनु होला है साथीहरू। हेर्नु कस्तो राम्रो ठाउँ रहेछ, कस्तो आनन्द रमणीय ठाउँ लाग्यो साथीहरू। हामी चाहिँ यसरी घुम्न आएको थियौँ। यहाँनिर ट्याक्क लाएर शालिग बनाएर राखेको रहेछ, सँगै लोकतान्त्रिक गणतन्त्र नेपाल भनेर टक्क लाएर एउटा नक्सा बनाएको रहेछ साथीहरू। मकवानपुर विद्रोहसम्म 1819 माघ 10 गते मीरा कासिमका फौज विरुद्ध गोर्खाली सेना विजय प्राप्त गरेको 256औं विजय उत्सवको अवसरमा सम्माननीय राष्ट्रपति श्री विद्यादेवी भण्डारीज्यूको बहुल्यमा नेपालको नक्सा इति 2075 साल माघ 10 गते 5 शुभममा चाहिँ यो बनाएर टक्क राखेको रहेछ साथीहरू। यस्तो छ साथीहरू, टन्नै मान्छेहरू आउनुहुने रहेछ घुम्नलाई। हजुरहरूलाई नि घुम्न आउन मन लाग्यो भने ट्याक्क लाएर यहाँ आएर फोटो भिडियो टिकटक बनाउन सक्नुहुनेछ। नमस्ते।